यहाँ यस्तो बाटोमा लिएर आएको छ यो मान्छेले के हो मेरो छायाले मुखेर यहाँ एकजना यहाँ यस्तो बाटो हो मलाई चाहिँ यसरी बोका के हो नि हो यत्रो झोला बोका मलाई म अबदेखि रोलेक्ससँग कहिले पनि आउँदैन रोलेक्ससँग कहिले पनि नआउनु होला यसरी घुम्नलाई ट्र्याकमा कहिले नआउनु होला ट्रेकमा अहिले हामी आइयो धम्पुस अब आज यतै बास हुन्छ हाम्रो अनि त्यसपछि पछाडि हेर्न सक्नुहुन्छ हिमालहरू यस्तो दामी देखेको छ सायद क्यामेरामा देखेको छैन होला अँध्यारो भएर भोलि बिहान देखिन्छ अनि खुसी नि मसँगै छिन् अनि हाम्रो के अरे अर्को छिमेकीहरू आइसकेको रहेछ नि हामीभन्दा अगाडि नै आएर बसेछन् के छ खुसी ब्याग छ मलाई बाटोभरि हिँडालेको यत्रो ब्याग बोकाएर हिँडालेको यत्रो त्यो मेरो ब्याग होइन साथीको ब्याग हो है गाइस जे भयो नि बोकाएर हिँडाले के अरे मैले मागेको थिएँ के अरे यिनीहरू त गाडीमा आएको मलाई चाहिँ हिँडालेर लिएर आएको किनकि मेरो साधन छैन त्यही भएर मलाई हेपेको यिनीहरूले बेकारमा जान नपर्ने ठाउँमा लगाएपछि अनि त्यो भइहाल्छ नि अलिअलि है अलि होइन धेरै नै भयो अझै धकलेको पनि हो मैले हिँडेको मात्र होइन ब्याग बोकेर पछाडिबाट धकलेको पनि हो अनि त्यसो त अब कहाँ राख्ने टेन्ट हामी चाहिँ के अरे ऊ छ टेन्ट राख्ने हो खुसीको लागि चाहिँ उता व्यवस्था एउटा त्यहाँ होटल सोटल व्यवस्था उतै बस्छ हो हामी दुईजना साथीहरू चाहिँ बाहिर बस्छौँ टक्क टेन्टमा ओके तिमी टेन्टमा बस्छौ रिसोर्ट थियो नि बस्दैन म मलाई त डर लाग्छ तिमी दुईजना त टेन्टमा बस्छ होइन होइन उनीहरूलाई यो ग्रुपसँग पठाइदिने हो केटाको त्यस्तो होइन कि तिमी दुईजना चाहिँ प्राइभेसी चाहिन्छ नि तिमीलाई के को प्राइभेसी चाहिने चाहिँ पाते चाहिन्छ र हामीलाई यो टेन्टमा चाहिँ तिमीले टाइम स्पेन्ड गर म चाहिँ होटलमा बस्छु नि त भइहाल्छ ओ हेर त होटलमा बस्नुलाई नाटक म जान्छु तल कस्तो राम्रो छ त ठिक छ तिमी जाऊ नि त हैन हल्का चुडा छोड्देऊ तिमीले म टेन्टमा अहिले एकछिन पहिला टेन्ट बाँध्छ नि त हिँड्ने कस्तो भर्खर छोड्देऊ त्यही त टेन्ट बाँध्न परेन बाँध्नलाई मान्छे चाहिएन के लागि त्यत्रो बोकेर पनि आउने सामानले बाँध्ने पनि हो क्या के को लागि लिएर आएको भनेर गाइस राति हिँड्दाखेरि जहिले पनि लाइटर चाहिँ बोकेर हिँड्नु यो समात त हेर्नु के हो यस्तो हेलमेट का लाइटर चाहिँ बोकेर हिँड्नु किनकि कतिखेर के हुन्छ कतिखेर भूत आउँछ भनेर थाहा हुँदैन त्यही त है यो तिमीले खबर देखियो है कस्तो खतरा देखियो र जत्ता त जंगली मान्छे जंगली यो आइरन गर्दै हुन्छ नि त्यसमा चाहिँ एनटीआर खुसीले आइरन गर्दै रह्यो के हेर न सिल्की बाबा पुरै लाइट जति यो मान्छेले फ्याँक्दियो मलाई कस्तो छ गाइज हाम्रो जोडी सधैँभरि सँग देख्न चाहनुहुन्छ सुन्ने कसको नसुतेर र सुते छैनहरू तिमी म कहाँ सुती हो त बिहान के गरे 5 बजे सुते थिएँ पब्जी खेल्दा अनि फेरि उठेको कति बिहान नै उठायो अनि खाना ए के अरे पब्जीमा के उ हुँदो रहेछ नि सो भाइ खाना के अरे पब्जीमा त्यो के अरे उ घरहरू किनेर बनाउनु पर्दो रहेछ रियलकै पैसामा किन्ने रहेछ के रियलकै हो पैसा रियलको पैसा त हो मलाई थाहा थिएन उसले भन्नु नै टपअप गर्न पर्दो रहेछ अरे अनि त्यसपछि किन्न पर्दो रहेछ उसको तिम्रो कतिको छ अरे घर उसको पब्जी कतिको छ अरे कि 1 लाख कतिको छ यिनको पब्जी बेचिदिनु पर्छ क्या कोही छैन किन्ने मान्छे उसको साथीको कतिको छ अरे भन्दै त मेरो साथीको 16 लाखको हो 16 लाखको त्यत्रो घर किन्नु भन्दा बरु यहाँ कमसेकम टेन्ट किन्दिरा हामीलाई टेन्सन ल टेन्ट खुसी टेन्ट लिएर आऊ त अनि टेन्ट लिएर आऊ न लिएर आए अब के जब एउटा टेन्ट लिएर नसक्ने सरी सागर टेन्ट लिएर ए यहाँ आइपुगेको म त भइन्छ होला हेलो गाइस म देख्नु भएको छ कि नै है बल्ल देख्नु भयो कि फेस रिभिल अगाडि नै देखेको हैन सो हाम्रो ग्याङ यस्तो छ है ह्यान्डसम केटो म देखिछु कि नै फेसमा बालो देख्दै ल देखे फेसमा वाला के भन्न लाथे यो रोलेक्स जति त्यो बसमा के गरे बोल्थेन नि सोझो छ भनेर सोच्थे नि केही छैन ल केही छैन सोझो बनेको मात्रै हो साथलाई लाइट देखाउ त साथलाई साथी म कस्तो भन्दै त यता हेरेर आफ्नो साथीले यता हेरेर कति बोल्छ चक बोल्छ बोल्ने कुरामा चाहिँ कन्फिडेन्स एकदम हाई छ उहाँ चाहिँ सोमा चाहिँ
केही बोल्दैन बसमा होइन, त्यो चाहिँ अब चाहिँ तर यति बोल्छ यो मान्छे धेरै बोल्नु नि हुन्न नि त ठिक्क बोल्नु पर्छ अनि लिमिटमा हुन्छ नि त है त्यो कुरा नि धेरै बोलेन कति बोलेको भन्छ बोला नि त बोला भन्दा नि बोल्दैन यो मान्छे के अरे अहिले चाहिँ हामीले यता पिङ देखेछौँ एउटा त्यहाँ चाहिँ अलि बस्ने ठाउँ जस्तो छ कि भनेर अब त्यतातिर छिर्न लाग्यो अनि त्यसपछि के अरे त्यहाँतिर टेन्ट राख्ने ठाउँ भेटियो भने सायद त्यही बसिन्छ मेरो मुखबाट त अगाडि नि पालिरहेको त देखेँ होइन ए पिङमा आइयो पिङमा हो यहीँ बसिदिउँ न त चढ त खुसी जाऊ बस न केही हुन्न के कहाँ डराउनु दिन्छ जेप्पा चाहिँ जाऊ बस 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 ल खेल चाचा खै कति बज्यो अहिले हेर्नुपर्छ यार एकछिन नै 1 बज्न 1 बजे पिङ खेल्यो भने डराउन दिन्छ कि रातिको 1 बजे किन डराउनु दिने म छु त डराउनु दिनु टेन्सन नलिकन यहाँबाट कस्तो दामी देखियो है भ्यू खुसी हेर न हिमाल कस्तो दामी देखियो है भन त के गर्ने खै यहाँ त यो त प्राइभेट जग्गा जस्तो हो के अरे भयो क्या अब त बन्द गर न कति चरा होला है के भन्नु? कसैको नभएको क्यामेरा के हो र मेरो क्यामेरालाई हेपेको राम्रो छ क्वालिटी हेरेर कति राम्रो आउँछ दबसको जस्तो आउँछ क्वालिटी त्यस्तो नभन्नु है नराम्रो भन्न खोजेको ओ यहाँ खाल्टो छ मैले के भन्नु खोजेको हेर न त्यो रिसोर्ट कस्तो राम्रो है कुन रिसोर्ट राम्रो हो र ओ माथि घर जस्तो गर न अफ गर न क्यामेरा अफ गर तिमी त त्यो ऊ जस्तो के एउटा थियो नि त्यो इन्डियामा जादु देखाउने के कोही मिल गया भूत भूत ए धुप भोक लाग्यो अनि ए पकाउनु त चाउचाउ है हामीसँग पकाउनको लागि चाउचाउ छ पास्ता नि छ त पास्ता लिएर आएको होइन बेबी तँ हाल्दैन कि म हिँड न तिमी खाना पकाउनको लागि दाउरा भाँचिराख अनि यो के बाँस त एकैछिनमा दन्केर सकिन्छ नि साथी यो देख्छ भनेर यत्रो दाउरा झिक्नु भयो अर्काको दाउरा यत्रो त्यो क्यामेरामा देखिन्छ भनेर लुकाएको उसले जे पाते यो पनि यही छ त अनि यहाँ हाम्रो साधन यही छ बाहिरै ए यहाँबाट छिर्नु नमिल्दो रहेछ यार यहाँ खाल्टो हुन्छ होइन सब कता यही हो अनि ऊ के अरे गुर्किँदा उता तल खस्यो भने गुर्किँदा कि अब उपहार स्वरूप तिमीलाई ढुङ्गा उपहार स्वरूप यो ढुङ्गा माया गर्नेहरूलाई भने भ्याज चाहिँ यो पछाडिको ग्लास फुटाइदिनु अनि भित्र सुत्न मिल्छ त न ढुङ्गा चाहिँ राख्नुपर्छ यस्तो राख्नुपर्छ यहाँ आएर यो ढुङ्गा राखेन भने के हुन्छ बाइचान्स हल्का चाहिँ केही भइहाल्यो भने चाहिँ उले आफ्नो मुखमा क्यामेरा छ टारको पछाडि गराउनु भएको उहाँलाई ढुङ्गा यसरी राख्नुपर्छ त्यो राखेपछि सेफ भयो नि त हल्का भयो भयो यतिपछि ढुक्क हो ल टेन्ट बिचमा छिटो छिटो मलाई के यहाँ काम गराउनु लिएर आएको राजकुमारी हो राजकुमारी तिमी त राजकुमारी बस न राजकुमारी अघिबाट त्यही कहिले भारी बोकाएको छ मलाई कहिले टेन्ट बोकाएको छ राजकुमारीले पुरै कुरा थाहा पाउनुपर्छ नि त दुःख त्यहाँ चाहिँ अनि देशको दुःख बुझ्नु पर्यो पहिला त्यही त बल्ल बुझे पो जनतालाई चाहिँ सुख दिन सक्छ नि त्यो जङ्गलमा जान्छ नि के अरे एउटा के वाइल्ड भर्सेस न कि वाइल्ड भर्सेस म्यान हो के भर्सेस म्यान वाइल्ड भर्सेस म्यान त्यस्तै फिल भइरहेको यार अहिले मलाई तिमीलाई होइन मलाई भन न म यहाँ काम गरिरहेको छु तिमी त क्यामेराम्यान भएर बसिरह तिमी त बिहाइन्ड द सिन खिच्दै बसिरह म क्यामेराम्यान हो नि त के चाहिँ खुसी डन त्यसो गरौँ न ल तिमीले भिडियो खिच अथवा केही काम गर्न मन लाग्छ भने गर होइन तिमी त राजकुमारी बस तिमीले भिडियो खिच नि त ल एउटा आपको कहीं टेंट देख रहा है आपको टेंट देख रहा है तो जाऊ किन गफ गरेको तिमी त होटलमा बस्छु भनेको हैन अहिले पछि जान्छु अहिले खाना पकाएर जानु पर्यो नि त भोकै सुत्ने कुरा भएन नि त पकाउने मान्छे चाहियो हैन हाम्रो भाडा मात्रै पनि पर्यो ए के मलाई काम गर्न लिएर आएको यहाँ हैन तिमी त यहाँ मारा नि खै मन छिराम न जुत्ता काढ टेन्ट भित्र ल ओए कहाँ गयो मेरो अनुहार खै ल ए यहीँ रहेछ के अरे हामी कुन ठाउँमा छौँ अरे धम्पुस है धम्पुस हामी चाहिँ के आउँछ केही हुन्न मच्छर सच्छर हामी अझै पनि काम सकेको छैन हाम्रो अब हाम्रो अब आगो बालेर के चाउचाउ साउचाउ पकाइन्छ भयो कि टेन्टको काम सकियो छैन टेन्टको के छ र अब बान्नु पर्छ र किला ठोक्नु पर्छ हावा उड्याउँछ नि त उडाउँछ
साथलाई डिस्टर्ब गर्नु नि भएन म हेलमेट लाएर किन हिँड्ने हो हेलमेट खोले नि भइहाल्यो नि यो मान्छेलाई निन्द्रा लागिसकेछ ए पानी साँच्चै पानी खाम न तिर्खा यार कहाँ छ पानी अनि तिर्खा लाग्यो साँच्चै डिक्कीमा कहाँ के पानी रहेछ र कुरकुरे हो उहाँको ब्यागमा पानी त भाडा चाहिँ कहाँ यो चाहिँ के चाउचाउ पकाउने भाडा भयो कटोरा निकाल ल ए डिक्की खुल्लै राखिदियो नि त भइहाल्यो नि खुल्लै छोडिदिउँ न डिक्की अब ग्यास आगो बाल्नु पर्यो ए के अरे सागर कत्ला के सागर ढुङ्गा राख्नु पऱ्यो नि 3टा ढुङ्गा राख्नु पर्दैन के अरे उ गर्नको चुलोको लागि यतिकै बाल्ने कहाँ राख्ने त ऊ ढुङ्गा पर्छ हेर न फेरि आफैले खाने थाहा मलाई यस्तो भन्दा त खिलाइदिन नि मन लाग्दैन क्या कस्तो मजाले खाएको र अनि कुमकुम खाऊ न कपाललाई हेर्नु मसँग भयो थ्याङ्क यू 8 तिमी त कामभन्दा बढी गफ यार यत्रो ढुङ्गा खोजेर ल्याऊ ढुङ्गा सानो खोज काम गर धेरै गर सानोहरू झन् ठुलो खोजेको राम्रो भन न भन त भन के भन्ने भक्क मलाई चाहिँ यताउति बोकाउन भरियाको लागि मात्र ल्याएको रहेछ मलाई थाहा पाएँ कसरी थाहा भयो उसलाई भने थियो र भनेन के पनि कसरी थाहा पायो थाहा पाएँ अब बाटैबाट कहिले स्कुटी धकलिन्छु कहिले त्यत्रो ब्याग बोकेछु टेन्ट पनि मैले बोकेको ब्याग पनि मैले बोकेको सबै मैले बोकेको स्कुटी पनि मैले धकलेको हामीले के गर्यौँ त यार तिमीहरू चलाएर आयो 2 जना बस्न मिल्दैन भनेर चलाएर आए निनीहरू मलाई तल झारेर एक्सपिरियन्स गर्न मन थियो नि ट्रेकिङ कस्तो हुन्छ होइन यहाँ पनि के हिँड्ने र त्यही उकालोमा त्यो स्कुटी नचढेको ठाउँमा 100 मिटर नि हिँडेर त्यत्रो भरिया बोकेर हिँड्नु अहिले त्यतिकै हिँडे होइन भन्दा त सुरुमा हामी रिलेसनमा बसेको थिएनौँ उनले त झुटो आरोप लगाइदिएको कि हामी रिलेसनमा बसेको थियौँ बस्ने भनेको भनेको बस्ने भनेको थियौँ तर बसेको थिएनौँ केटी मान्छेलाई यस्तो लाग्छ कि होइन रूप भन्दाखेरि चाहिँ धेरै बेहोरा हेर्छ कि अब आफ्नो जस्तो बेहोरा भए पनि आफ्नो अपोजिट साइडको राम्रो बस् क्या कोही केटा मान्छेले केटी मान्छेले हात नउठाएको बेस्ट लाग्छ क्या मलाई चाहिँ त्यही ठिक लाग्छ म बाहेक होइन अरू नै आएर चाहिँ ल म उसको बुढी नै छु भने पनि होइन अर्को केटीले आएर उनलाई नराम्रो ट्रिट गर्यो भने उनलाई हात उठायो भने तर उसले मुखले भनाभन गरोस् मतलब केटी मान्छेले हामीलाई आएर पिट्यो जति पिट्यो थाप्दिने किन तिमीले छेक्न सक्छौ त तिमीले छेक्न सक्छौ त अनि ठेक्दा झुक्केर ठेक्कियो भने झुट बोल्दैन राम्रो लाग्थ्यो पहिल्यैबाट तर मनबाटै राम्रो लाग्थ्यो अनि जे भयो नि झगडा भएको थियो नि त तर के गरेर बोल्छु जस्तो चाहिँ लाग्थेन लास्टमा गएर बोल्छु म भनेर बोल्न त बोल्थेँ म स्योर बोल्थेँ लास्टमा गएर बोल्थेँ म कोही मान्छेसँग पनि म त के गरे रिसायो भने पुरै रिसमै बस्दैन जिन्दगीभरिको लागि त अनि लास्टमा त बोल्थेँ अनि त्यसपछि अनि खै के भयो राम्रो लाग्यो यो कुराको प्रश्न चेन्ज सोमा जति हुन्छ नि बोल्दैन चुप लाएर बस्छ सोझो भन्छ केही छैन रियलमा यति उ त बोल्छ यति धेरै उ त के गरे चकचक गर्छ यो मान्छे के हुन्छ भन्दा सोमा चाहिँ केटीसँग त्यस्तो बोल्न सक्दैन अनि नचिनेको केटी सुरुमा त नचिनेको नि त अनि पछि पो चिन्दै गएको अहिले पो बोलेको छु है पछि चाहिँ बोलेको त सुरुमा चाहिँ कस्तो हुन्छ अब कसरी बोल्ने के बोल्ने हुन्थ्यो क्या उसैसँग बोल्न सक्थेन अरूसँग त कुरै छोडिदेऊ न उसँग झगडा हुँदा चाहिँ त्यो केही बोल्नै सकेको छैन चुप्प लाएर बस्छ के बोलौँ गाली गरौँ भने के गाली गरौँ रियलमा चाहिँ गाली गर्छु कुट चाहिँ मैले यसरी हाने भने पनि मैले यसरी हान्छु त्यसरी हान्छ कन्फिडेन्स कसरी आयो हुन्छ नि त यस्तो म त्यो सानैबाट त्यस्तो थियो क्या चकचके अनि बोल्ने धेरै हाँस्ने गर्ने अब जस्तो
कस्तो हुन्छ अन्त यहाँ खुट्टा चिलायो क्या थोरै चिलाउनु त मिल्छ होला नि अनि त्यहाँ चाहिँ के हुन्छ त पहिला म है ठुलमम्मी घर जाँदा हाम्रो बर्खामा बिदा हुन्थ्यो नि त ठुलमम्मी घर जान्थेँ यति बोलेको गर्थेँ क्या पत्तर पत्तर ओए जुकाल टुक्या बे हेर त खुन खुनै खुन बे जुका बे हेर त कति ठुलो जुका एकछिन हुन लाग्थ्यो ल 1 2 3 गयो कसरी यो के हो फुटाउने तरिका के हो अब नेक्स्ट टर्न अर्को पाली 3 2 1 भन्ने म गर्छु साथमा देऊ न म राम्रोसँग 3 2 1 3 2 1 उही यहाँ समात न यहाँ साथमा त्यसो जबरजस्ती नगर न हुन्न चापी नै अन गरेर होइन त बे चापी अफ थियो यसरी थियो खै यो त अन भयो बल्ल त अघि त्यो स्टार्ट हुन्थ्यो के अब गर त के उता गर त के यहाँ गर्न न चापी अफ थियो अब बसिस् त आवाज आउन अब बल्ल पो अन भयो त अब कुरा छ अफ गरेपछि कस्तो आवाज आउन उस्तो हेर ल हेर ए आउँछ के अफ थियो चापी यत्रो बेर अघि स्टार्ट हुन्थ्यो नि बिचारो दाजु चाहिँ तनाव छ यार अहिले त स्टार्ट नै भएन क्या म लाइट बोलेको न के बोलेको भने चाहिँ ब्याट्री गएछु क्या अब एकछिन वेट गर्नुपर्छ कस्तो भयो यार तर मजा आइरह्यो यार बिग्रे पनि त्यो नराम्रो लागेन क्या मनमा रिग्रेट लागिरह तर मुख अगाडि चाहिँ भन्न सकेन त्यस्तो होइन नराम्रो लागेन क्या हो त्यही हो साँच्चै भने त्यही हो एडभेन्चर फिल भइरहेको रमाइलो भइरहेको मजा हुन्छ सबै चिज ऊ गर्नुपर्छ अरे क्या एक्सपिरियन्स गर्नुपर्छ त्यो भयो कहिले राम्रो समय हुन्छ कहिले नराम्रो समय हुन्छ अहिले नराम्रो समय भइरहेको है यसलाई उतै राख्दै त कपडालाई पनि छुन्दैन यहाँ यत्रो प्रोसेस गर्दा नि भएन यहाँ ब्याट्री हालेर है यस्तरी जोड्दा पनि केही उपाय लागेन अब खै यहाँ के फेर्नुपर्छ अरे सामान